एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो गाइस, सबैजना नमस्ते। सबैजना सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। सो गाइस, हामी चाहिँ आज माछा पोखरी जाँदैछौँ। नरहरू बढेर वात्तै भएछ नि गाइस, हेर्नु त। आजको मौसम देख्न सक्नुहुन्छ गाइस, शीतल छ, गर्मी पनि छैन, पानी पनि आएको छैन, घाम पनि लागेको छैन। के गर्न जाने हो अब उदक गएपछि थाहा हुन्छ। आज म कपाल राम्रो बाटो आइछु गाइस, हेर्नुहोस् है। जति 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 उमेर बिन्दिता है खायो ल भने खाएँ ल बिन्दा होइन त। अहिले त नक्कल बार पुरा पर्मानेन्टली हो कि पर्मानेन्टली उस गरेर रहेछ भाइ। के भयो, हेडिङ गर्नु पनि पर्दैन होला हौ कि पर्छ? फेरि त गर्नुपर्छ होला नि है, आउँछ होला नि त्यो त। भगवान्, त्यो पैसाको सत्यानाश, त्यसलाई त फ्रीमै गराइदियो होला हौ। अनि नेउरी मुसा गाइस देख्न सक्नुहुन्छ अब, तर देखेन त्यहाँ। यस्तै बाटोमा है, यहाँभन्दा अझै त राम्रो छ के। यहाँ के कहाँ गरे उसमा के त्यो उता पोखरीमा जाने बाटो छ नि। शाम चल्छ छिप चल्छ पानी नचल्ने भो। पानी त बढी छन्, देख्न सक्नुहुन्छ गाइस। ओके है, चटपट अहिले खुलिसक्यो। कति भयो त्यो? 11:30 भयो होला है। वाउ, यहाँबाट त क्या राम्रो देखेको। ओ माई गॉड, हेमा यस्तो दामी देखेछ नि। यहाँबाट हेर्दा बस्ती कस्तो राम्रो देखियो, हेर त। देख्न सक्नुहुन्छ गाइस, हामी चाहिँ खोलामा आइरहेको छौँ। खोला नि बढिरहेको। के को फुल? खै फुल कहाँ हो? सोनीहरू कहाँ गयो? हाम्रो नि अब फुल रोप्ने हो कि के छ र? केरा घारी हो त्यो पनि के हो त्यहाँ? ए त्यही हो र, झ्याप्पा झ्याप्पा। आहा, यस्तै छ। कस्तो दामी देखेछ क्या, हेर्नु न। खोलाको छेउमा शीतल पनि भयो होला है। यस्तो भिरबाट हिँड्ने लड्यो भने तामाङहरूको यही हो तपाईँहरूको नि हो र गाइस। देख्न सक्नुहुन्छ हामी चाहिँ खोलामै पुगिन्छ होइन। त्यो खोलामा हामी मर्दाखेरि चाहिँ होइन, तामाङहरू मर्दाखेरि चाहिँ त्यहाँ राख्दो रहेछ के। राख्ने कि के गर्ने? जलाउने? जलाउँछ नै ए। त्यो कपडाहरू के त? ए है, तामाङहरूको सही रहेछ। घरसर सबै बनाएर फ्रुट देख्न सक्नुहुन्छ गाइस, यस्तो हुन्छ नुवाकोटमा ड्र्यागन फ्रुटको। अच्छी कहिले फल्छ त नि यो? के हो फुल? ए त्यस्तो हुने रहेछ गाइस, देख्न सक्नु। मैले पनि देखाएको थिएन हौ त्यो फुल फुलेको त। केरा घारी देख्न सक्नुहुन्छ। हामी चाहिँ अब बनाना ड्र्यागन फ्रुट अवलोकन गर्दै हिँड्दैछौँ गाइस। छ त्रिशुलीमा धान पाकिसक्यो, अन्त चाहिँ अब रोप्दैछ। यस्तो साग खान्छ खाँदैन खै यस्तो अरू मलेको साग होइन भने यो नाम त थाहा होइन मलाई, तर यो साग खान्छ क्या। साह्रो न साह्रो देख्छ है, कस्तो साग हो र। साह्रो हुँदैन
भमराले लग्यो फुल रेशम सको मकैले चोर्नु परेको छ सबै भन्दैछ गाइस हामी चाहिँ अब घाम लाग्यो 1 बज्यो होला है यस्तो घाम छ आउनु कष्टै घाम छ हामी चाहिँ अब अस्ति नै लगाएको थियो नि अर्का लगाएको भने देखाउँ होइन खुर्सानी लगाएको हामी त्यही हेर्न आएको ओ माई गड एउटा भिडियो के थियो है रम्मै फुलेछन् नि धन्यवाद छ टमाटर नि टन्नै फुलेछ टमाटर लिन आउने भए लिन आउनुहोस् गाइस किलोको 100 पुगे छन् अब के गरे बिजुरा पार्कमा नि खतरा पार्कै बस्ने ठाउँ बनाउनु भएछ ल बन्दै रहेछ अब आउँदा शीतलमा आनन्दले बस्न पाउने माथि पनि काठै रहेछ है दामी रहेछ अब यो फुल पुरै डेकोरेसन भएपछि आउनुपर्छ पार्क भोक पनि लाग्यो खाजा खानुपर्छ अब के खाने भन्दा चिकन चटपटे सुनिता मिस यु धेरै अहिले म चटपटे खाएको देखाउँछु ल दामी भैँसी होला त खतरा घाँस आयो होला है अहिले फेलो डल्लो मोमोको डल्लोहरू बिचरा घारी बाटोबाट हेर्नु त पानीपुरी खान आएको हामी त धुम छ नि त यहाँ पठाइदिन्छु ल के गर्नु फोनबाट पठाउन सुनिताले मुखै रजायो भन्नु थियो चिकन चटपट लु मान्छेलाई नि हेर खानु भयो आउनु ड्युटीमा होला सर भएन अब यो डराउँदो रहेछ